आज चाहिँ थर्ड डे अफ प्र्याक्टिकल अनि हामी चाहिँ फिल्डमा सो हे गाइज म चाहिँ आज बिहानै रेडी भएर अनि टुकुर कलेज गएँ अनि यहाँ चाहिँ मेरो साथीहरू सबै आइसकेको रहेछ अनि तल प्र्याक्टिकलको लागि सरले बोलाउनु भएको रहेछ अनि प्र्याक्टिकल पछि त सिधै घरै जाने हो भनेर हामी चाहिँ थर्ड फ्लोरमा भएकोले सबै ब्याग लिएरै तल झऱ्यौँ अनि सिधै कपी बोकेर प्र्याक्टिकल फिल्डमा गयौँ। आज चाहिँ हामीलाई सायद एलिभेसन निकाल्नु थियो, हिजो चाहिँ डाइमेन्सन निकालेको थियौँ, टप भ्यू निकालेको थियौँ अनि हामीलाई चाहिँ आज साइड भ्यू निकाल्नु थियो अनि हामी चाहिँ डिस्कस गरिरहेको थियौँ हामीलाई त आउँदैन पनि सर पनि आउनु भएन अब कसरी गर्ने भनेर अनि जसरी भए पनि हामीले गऱ्यौँ मिस्टेक भयो भने सरले सिकाइदिइहाल्नुहुन्छ नि भनेर अनि एकछिन डिस्कस गऱ्यौँ होइन। गर्दै गरिसकेपछि चाहिँ हामी सबको कम्प्लिट भइसकेपछि यिनीहरूको चाहिँ आज घरमा सानो युद्ध भएको थियो, दिपकको हाइट बढेकै छैन भनेर अनि ऊ चाहिँ नाचिहाल्यो अनि फाइनल्ली ऊ चाहिँ 2 इन्च बढिहालेछ, ऊ 5 फिट 6 इन्च भएछ अनि भूमिका चाहिँ आज बिमारी भएकोले आएको थिएन अनि यसो देखाइदिएको हल्का दर्शन गराइदिउँ भनेर अनि हाँसिरहेको थियो अनि अब धेरै गफ भयो भनेर फेरि हामी साइड एलिभेसनको लागि नाप लिन गयौँ अनि उसले डाइमेन्सन लियो मजाले अनि हामी चाहिँ पुरा कपी गरिरहेको थियौँ रफली। अब भोलि सरले सिकाएपछि मात्र क्लियरली गर्ने भनेर अनि हाम्रो चाहिँ ब्याग तलै थियो नि त अनि एकछिन तल बस्यौँ अनि उनीहरू बाहिर बस्यो, हामी चाहिँ होस्टेलकै स्टुडेन्ट भएर खाना खायौँ अनि अब चाहिँ हाम्रो जाने बेला भयो। बाई बाई, भ्लग भोलि।